त्यस कारणले अब हाम्रो एनफ जेनरल मिटिङ र वार्षिक साधारण सभा चाहिँ सुरु हुन गइरहेको छ र कुनै पनि सभालाई चाहिँ सुरु गर्दाखेरि अथवा विधिवत रूपमा चाहिँ सभालाई सञ्चालन गर्दाखेरि अध्यक्षताको चाहिँ आवश्यक भएको हुँदा म यस कार्यकारी अध्यक्षज्यू इन्स्पेक्टर कृपालज्यूलाई चाहिँ दीप प्रज्वलन गरेर सभा सुरु भएको चाहिँ सङ्केत गरिदिन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। आदरणीय सदस्यज्यूहरू, आज हाम्रो चाहिँ अति महत्त्वपूर्ण काम सुरु हुन गइरहेको छ र यो काम सुरु गर्दाखेरि हाम्रो प्रमुख अतिथिज्यूहरू म क्रमशः पुगाटी जान्छु। उहाँहरू चेयरमा आएर आसन ग्रहण गरेर म हार्दिक अनुरोध गर्दछु। हाम्रो आजको प्रमुख अतिथिज्यू हुनुहुन्छ मेजर उदयबहादुर गुरुङ। प्लिज हजुर चाहिँ आसन ग्रहण त्यसै गरेर हाम्रो पूर्व अतिथिज्यू इमानबहादुर त्यसै गरेर हाम्रो क्याप्टन चन्द्रबहादुर गुरुङ साहबलाई पनि म आसन ग्रहण गर्दैन हार्दिक अनुरोध गर्दछु। र हाम्रो मिडियाका साथीहरू जसले हाम्रो शब्द अक्षरहरू चाहिँ हाम्रो सामुन्ने ल्याइ पुर्याउँछ उहाँहरू हुनुहुन्छ पूर्णबहादुर गुरुङ, Pon mai la visimo sani master visesimo dan siwa chama rawa khaiwa bimu pon mai la मेरो आदरणीय दाइ नारायण सिंह गुरुङ प्लिज यस्ता स्थानमा अध्यक्षता ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। र हाम्रो सोल्टी राजबहादुर गुरुङज्यू जसले चाहिँ मिडियामा धेरै योगदानहरू पुर्याइरहेको छ, हाम्रो संस्थालाई मात्रै नभएर हाम्रो गाउँलाई चाहिँ संसारको कुना-कुनामा वेबसाइटको माध्यमबाट परिचय दिनुहुने सोल्टी राजबहादुर गुरुङज्यूलाई पनि अध्यक्षता ग्रहण गरिदिन। कोही काखा कोही पाखा भयो जस्तो नलाग्नुहोस्। धान्द्रुप यो हाम्रो चाहिँ कस्तो हो भने अध्यक्ष सदस्य भन्नेहरू चाहिँ हामी सबै अध्यक्ष हो। तपाईँको चाहिँ हाम्रो मनहरू चाहिँ अध्यक्ष हो, हाम्रो शरीर चाहिँ सदस्य हो। यदि तपाईँको मनले भान्जुप्रतिको माया स्नेह गरिदिन्छ भने हाम्रो ज्यान त सिधा त्यहाँ पुग्छ। त्यस कारणले गर्दाखेरि म हजुरहरूलाई के अनुरोध गर्दछु भने हामी कोही पनि यहाँ कार्य समितिको चाहिँ अध्यक्ष भनेर हामी कोही यहाँ जान्ने बोलेको छैन, जानेर आएको होइन। त्यस कारणले गर्दाखेरि हामी सबै हाम्रो गाउँको प्रति हाम्रो गाउँप्रति माया गर्नु पर्यो। त्यसैले गर्दाखेरि हामी सबै अध्यक्ष हो र हाम्रो मनहरू अध्यक्ष हो, हामी सदस्य हो। थ्याङ्क यू भेरी मच। यति भन्दै म हाम्रो अध्यक्षज्यूलाई चाहिँ एजेन्डातिर पुरा गराइदिन हुन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू।
धन्यवाद महासचिवज्यू। सर्वप्रथम यस सभालाई म के व्यतीत गर्न चाहन्छु भने हाम्रो समय एकदमै छोटो छ। यस कार्यक्रममा एजिएम मात्र नभएर कोणपी पुस्तक विमोचन हुने भएकोले जन समाजको एकदमै अभाव छ। त्यस कारणले गर्दा भएर तपाईँहरूले समय केही कुरा लाग्छ भने छोटो हुन्छ गर्नुहोला। अनि साथै आदरणीय यस सभामा हाजिर हुनुभएका सबै दाजुभाइ दिदीबहिनी तथा आफन्तजनहरू, यस श्री मेश्रमबाट हाम्रो वेलफेयर सोसाइटीका तेस्रो कार्य समिति हो भने तेस्रो कार्य समितिमाथि आस्था र विश्वास राखेर आफ्नो समाजलाई केही दिन सक्छ कि भनेर आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर आइदिनु भएकोमा हामी श्री मेश्रमबाट हाम्रो वेलफेयर सोसाइटीको तेस्रो कार्य समिति सबैको तर्फबाट म तपाईहरुलाई हार्दिक धन्यवाद साथै हार्दिक स्वागत। यो किताब हाम्रो कोणपी हामीले चाहिँ हाम्रो संस्कार र हाम्रो परिचयलाई हामीले चाहिँ संरक्षण गर्ने चमको गरे। त्यसमा चाहिँ हामी सबैलाई चाहिँ धेरै मद्दतहरू मिल्यो र यस कार्यमा चाहिँ सबभन्दा धेरै यो किताबलाई चाहिँ मूर्त रूप दिनुहुने अमर गुरुङलाई हामी हृदयबाट नै धन्यवाद गर्न चाहन्छु र यसलाई सुरुवात गर्ने चमको गर्ने आइडिया ल्याउने अध्यक्षज्यूलाई हामी सबैको तर्फबाट तपाईँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र अहिले यहाँ 3वटा किताबहरू चाहिँ विमोचनको लागि राखेको छ र तिनटै किताब हाम्रो पूर्व अध्यक्षज्यू 2 जना र वर्तमान अध्यक्षज्यूहरूबाट चाहिँ ओपनिङ गरिदिन चाहिँ म हार्दिक अनुरोध गर्दछु। र यो किताब यदि तपाईँहरूले चाहिँ आज पनि कसैले इन्ट्रेस्ट लगाएर लैजानुहुन्छ भने हामीसँग छ। तपाईँहरूको प्रति चाहिँ तपाईँहरूले चाहिँ सेभ गरेर राखिदिनुहोस्, पढिदिनुहोस्, हेरिदिनुहोस्। उहाँहरूको चाहिँ यो चाहिँ वर्षौँ दिनको चाहिँ लगनी हो भन्दै धेरै कुरा चाहिँ मैले नगर्दै अब चाहिँ हामी किताब विमोचन गर्न म उहाँहरूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। तपाईहरु सबैले यो बुकलाई चाहिँ फलो गर्नुहुन्छ। थ्यांक यू।
यो बुकको विषयमा सोच्दो मिठो चिटिक्क परेर 2 शब्द बोलिदिन हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै भाषा नभए त्यसै तर बाना अरे सबै भाषा धेरै छैन भाडा तर पनि यो किताबको विषयमा मात्र भन्न चाहन्छु। सर्वप्रथम श्री विश्वम्भरा गान्धर्व कल्याण समाज बेलायत तथा श्री गान्धर्व तमु भाषा संरक्षण समितिका अध्यक्षज्यू महोदय, दुवै समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, साथै बुद्धिजीवी सल्लाहकारज्यूहरू अनि यहाँ उपस्थित महिला तथा सज्जनहरूमा मेरो न्यानो अभिप्राय। आज श्री विश्वम्भरा गान्धर्व कल्याण समाज बेलायतको यो एबिजी को यो सभामा यो मेरो प्रथम प्रयास अनि प्रथम संस्कार यो गान्धीले गुरुङ भाषा कोर्की भन्ने यो किताब हाम्रो बुकु आदेशहरू मेजर श्री उदयबहादुर गुरुङ, क्याप्टन श्री इमानबहादुर गुरुङ अनि हाम्रो वर्तमान अध्यक्ष श्री खेमबहादुर गुरुङज्यूबाट भर्खरै विमोचन गरेर गर्नुभयो। अनि वास्तवमा यो तमु भाषाको किताब किन लेख्यो त्यसको बारेमा म तपाईँलाई चाहिँ छोटो मेरो 2 शब्द भन्न चाहन्छु। मेरो व्यक्तिगत सोचाइमा आज हामी तमुहरू देश तथा विदेश संसारभरि जताततै छरिएर बसिरहेका छौँ। हामी जहाँ गए तापनि हामी तमुहरूले हाम्रो तमुको पहिचान दिने अति नै महत्त्वपूर्ण हाम्रो तमु भाषा सबैले बोल्नै पर्ने, बुझ्नै पर्ने र आफ्नो सन्ततिहरूलाई चाहिँ निरन्तरता दिनै पर्ने थियो। तर अहिले चाहिँ विभिन्न कारणहरूले गर्दाखेरि यो भइरहेको छैन। यसले गर्दाखेरि यस्तै विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ हाम्रो तमु भाषा दिन प्रतिदिन लोप हुँदै गइरहेको छ। यस्तै किसिमले गइरहने हो र यसलाई हामीले संरक्षण सम्वर्धन गर्न सकिएन भने अब केही पुस्तामा नै हाम्रो यो तमु भाषा कसैले पनि, हाम्रो सन्ततिहरू कसैले पनि बुझ्न सक्ने छैन र हामी चाहिँ तमु भाषा विहीन हुनेछौँ। यही तथ्यलाई मध्यनजर राखेर मैले यहाँ बेलायतमा हुनुभएका हाम्रा साथीहरू, हाम्रो आदेशको प्रेरणा पाएर मैले चाहिँ यो किताब निकाल्न कोसिस गरेँ र अहिले यो किताब तपाईँहरूको हातमा अब तुरुन्तै तपाईँहरूले पाउनुहुन्छ। अनि जुनसुकै भाषा सिक्नको लागि पनि एउटा विधिगत नियमहरू भएको खण्डमा त्यो भाषा राम्रोसँग सिक्न सक्ने हुन र अहिले यो तमु किताबमा मैले चाहिँ 26-27वटा विधिगत नियमहरू मैले यहाँ समावेश गरेको छु। यसले गर्दाखेरि चाहिँ तमु भाषा जान्ने नजान्ने तमुहरू तथा गैर तमुहरूले पनि सजिलैसँग यो तमु भाषा सिक्न सकिन्छ होला भन्ने मैले आशा राखेको छु। र यो यहाँभित्र जति पनि कुराहरू छन् विशुद्ध घान्द्रुकतिर बोलिने घान्द्रुके भाषामा लेखिएको छ। तर यहाँ चाहिँ अलिकति प्रेसमा हामी बेलायतमा नेपालमा छाप्नु परेको हुनाले चाहिँ अलिकति कम्युनिकेसनको चाहिँ गडबडले गर्दाखेरि र के प्रेसमा चाहिँ मैले सरसर्ती हेर्दाखेरि सुरुमै निकै धेरै गल्तीहरू देखेँ। त्यो गल्ती वास्तवमा हाम्रो गल्ती नभइकन प्रेसले गल्ती गरेको रहेछ। तर जे होस् यो किताबमा हामीले चाहिँ राम्रै गरेको जस्तो लागेको छौँ, तर पनि त्यहाँ गल्तीहरू हुनुहुन्छ। तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ सच्याएर ल यो कुरामा यस्तो हुनुपर्ने, यस्तो भएको छ भने त हामीले पछि फिडब्याक दिनुभयो भनेदेखि हामीले दोस्रो संस्करणमा यसलाई चाहिँ हामीले राम्रो बनाउन सक्नेछौँ।
अनि अन्तमा यो किताब लेख्न कहाँबाट हौसला पायो, कहाँबाट प्रेरणा पायो भन्ने विषयमा मैले चाहिँ तपाईँलाई भन्नै पर्छ। हाम्रो घान्द्रुक.com को हाम्रो राजबहादुर भाइले चाहिँ समाजमा मलाई भन्दै हुनुहुन्थ्यो, ल दाइ घान्द्रुक.com मा राख्नु लागि घान्द्रुकबाट केही कुरा लेखेर चाहिँ दिनु पर्यो भनेर चाहिँ भनिराख्नुहुन्थ्यो। अनि त्यसै सिलसिलामा मैले एउटा चाहिँ गुरुङ भाषा सिक्नुहोस् भनेर चाहिँ एउटा सानो आर्टिकल लेखेको थिएँ। त्यो हाम्रो आदित्यज्यूले त्यो लेख्नु भएको छ। त्यहाँदेखि उहाँले चाहिँ ल भाइ तिमीले गर्न सक्ने रहेछौ, ल हामीले चाहिँ हाम्रो घान्द्रुकको चाहिँ भाषा संरक्षण गर्नको लागि चाहिँ हामीले चाहिँ सोचिरहेका छौँ, ल तिमीले लेख्नु पर्यो भनेर चाहिँ उहाँले एकदम प्रेरणा दिनुभयो। उहाँको प्रेरणा, उहाँको हौसला पाएर नै मैले चाहिँ यो किताब लेख्न सुरु गरेँ। अनि यो किताब सम्पादन कार्यमा हाम्रो सोल्टी नारायण सिंह तामाङ अनि उहाँ राजबहादुर तामाङ उहाँले एकदम कोसिस मद्दत गर्नुभयो। साथै यो भाषा सम्बन्धी विभिन्न किसिमका सरसल्लाह सुझावहरू समयमा मिटिङ गरेर हाम्रो भाषा संरक्षण समितिका श्री अर्जुन तामाङ, नामहरू चाहिँ अलिकति बिर्सिन सकिन्छ, म नाम लिन्छु। अर्जुन तामाङ, याम तामाङ, हरि तामाङ, कृष्ण तामाङ, दिलप्रसाद तामाङ र हाम्रो सल्लाहकार ज्यूहरू अनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा चाहिँ मद्दत गर्नुहुने, सहयोग गर्नुहुने सबै मित्रहरू र यो पुस्तक तयार बनाउनको लागि हाम्रो यातायात अथवा आवाजमा साथीभाइहरूलाई भेटघाट गराउनमा र नेपालसम्म गएर हाम्रो चाहिँ बिक्री वितरणमा चाहिँ मद्दत गरिदिनु हुने हितकाजी गुरुङ र नेपालमा यो किताब छाप्नको लागि चाहिँ एकदमै मद्दत गर्नुहुने क्याप्टन कुमबहादुर गुरुङप्रति म आभारी छु। यहाँहरूलाई सबैलाई धन्यवाद दिँदै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। र धन्यवाद। र सबैले यो किताब पढिदिनु होला। धन्यवाद अमर सरलाई। हाम्रो सरी फर द्याट। तपाईँको जुन किसिमको चाहिँ प्रयास छ त्यो निरन्तरता रहोस् र अब यो किताब पाएपछि हजुरहरूले चाहिँ के कुराको कमी कमजोरी रहेछ, कुनै कुरामा चाहिँ त्रुटि भएको छ भने बिना हिचकिचाइ उहाँलाई सल्लाह सुझाव दिनुहोस्, उहाँले अवश्य नै त्यसको सुधार गरिदिन्छ। अब म तपाईँहरूलाई चाहिँ ढिलाइ नगरिकन तपाईँहरूको अगाडि एउटा 2टा किसिमको कार आउनेछ, एउटा हरियो र एउटा रातो। अब हामी चाहिँ एजेन्डातिर चाहिँ जानुपर्छ र म अध्यक्ष महोदयज्यू हजुरले चाहिँ तपाईँको जुन एजेन्डा जानुभएछ हजुरले चाहिँ सुरुवात गरिदिन चाहिँ म अनुरोध गर्दछु। र एजेन्डामा जानुभन्दा पहिला आदरणीय सदस्यज्यूहरूलाई म के अनुरोध गर्दछु भने तपाईँहरूले चाहिँ एक तालमा एउटा विषयमा चाहिँ फेरि त्यो विषय नगराइकन म अनुरोध गर्दछु। आदरणीयज्यूले चाहिँ यसको अनुरोध पनि गरिसक्नुभएछ र यहाँ मलाई चाहिँ तमोकी पुन्जी विषय मजदुर आकर किसिमको भन्दै आदरणीयज्यूलाई चाहिँ एजेन्डामा गइकन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद महासचिवज्यू। अब म हाम्रो किताब विमोचन कार्यक्रम चुरण खै माझी